इटारी आइतबारे छिर्ने गल्लीदेखि अलिकति माथिल्लोपट्टि हाम्रो सिस्टरहरू सँगै हाम्रो ब्रदरहरू हुनुहुन्छ यति बेला क्रममा ह्यान्डसम ब्रदरहरू हुनुहुन्छ। आज होलीले गर्दाखेरि रङ सबै लगाए तापनि अब यहाँनिर देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले त्यो इटारीको मेन चोकलाई हामी छोडेर हामी अहिले चाहिँ अहिलेको क्रममा भने हामी भाइ यता आइज ल। अहिलेको क्रममा भने चाहिँ हामी यहाँ इटारी मेन चोकलाई छोडेर हामी हलगडातर्फ जाँदैछौँ। हलगडाको अवस्था बुझ्नेछौँ हामी, त्यहाँ के भइरहेको छ, त्यहाँको अवस्था कस्तो रहेको छ भन्ने हामी हेर्नेछौँ एकचोटि। र तपाईँहरूको यति बेला साथमा रहेको छु म तपाईँहरूकै सहयात्री टिकाराम भण्डारी, तपाईँहरूको साथमा यति बेला देख्न सक्नुहुन्छ। मलाई प्रत्यक्ष लाइभमा इटारी चोकबाट मेन चोकबाट हामी प्रत्यक्ष लाइभ बसिरहेका छौँ भने र इटारीको माहौल तपाईँलाई हामीले यति बेला प्रस्तुत गरिरहेका छौँ। मेन चोकमा अलिअलि केही माहौल तातेको छ भने यता उँभोपट्टि अलिकति शून्य रहेको छ। र यसको मुख्य कारण भनेको चाहिँ अब चुनाव सँगसँगै आए सँगसँगै हाम्रो भाइ कुद्दै आएको छ। एकजना हामीले यहाँ दुईजना सिस्टरहरू भेटेका छौँ यति बेला क्रममा। के भन्न चाहनुहुन्छ होलीको बारेमा? ह्याप्पी होली भनिदिनु होला है त। ह्याप्पी होली। र हाम्रो युट्युब च्यानललाई, मेरो युट्युब च्यानललाई कृपया लाइक सब्सक्राइब सेयर सबै गरिदिनु होला है त। ओके ल दिदीहरूले एकदमै मिलाएर लाउनु भएको रहेछ उहाँहरूले, सायद रङ बिगार्न चाहनुहुन्न होला सायद। यति बेलाको क्रममा भने हामी देख्न सक्छौँ यहाँ कोही होली लगाइरहेको छ भने होली नलाउने। तपाईँले होली किन लगाउनु भएको एकचोटि केही कारणहरू छ तपाईँहरूसँग एकचोटि भन्नुहुन्छ? ओके ल त्यतिकै उहाँहरूलाई रहर लाउने रहर छैन भनेर भन्नुभयो, सो उहाँले नलगाएको भनेर भन्नुभयो। कसैले हामी रङ लगाएको यहाँ देख्न सक्छौँ भने कोही चाहिँ खाली निधार रङ नलगाइकन हिँडिराख्नु भएको हामी यति बेला प्रत्यक्ष प्रसारण हामी देख्न सक्छौँ। र यति बेलाको क्रममा भने हामी यहाँ चटपटे बेच्ने दाईसँग भेट भएको छौँ। के भन्न चाहनुहुन्छ दाजु? ह्याप्पी होली। ह्याप्पी होली। हाम्रो एकदमै मिठो चटपटे पाउने ठाउँ इटारीको मेन चोक हाम्रो नेपाल ब्याङ्कको अगाडिपट्टि बेच्नुहुन्छ उहाँ दाईले चाहिँ चटपटे बेच्नुहुन्छ। कृपया आएर खाइदिनु होला, चाखिदिनु होला भन्न चाहन्छु है त दाई। ल ओके ल थ्याङ्क यू सो मच। ल उहाँहरू एकदमै यही भागिराख्नु भएको छ। उहाँ एकजना मान्नु भएको छ होइन, टिसर्टमा चाहिँ एकजना भाग्नु भएको छ। र हाम्रो बुवा आमाहरू पनि आउनु भएको छ, एकदमै होली लाउनु भएको छैन। त्यही पनि के भन्न चाहनुहुन्छ बुवा तपाईँ? हजुरलाई के भन्न चाहनुहुन्छ होलीको बारेमा? हामी नलाउँ होला, नलाउने भन्नुभएको छ। ठिक छ, अब बुढा बुढी आमा उमेरका जस्तो हुँदैन भन्नुहुन्छ। हामी पनि उमेरका त छैनौँ, बुढापाका छौँ। एकजना यहाँ बोल्दै हुनुहुन्छ यति बेला। के भन्न चाहनुहुन्छ मेरो युट्युब च्यानललाई एकचोटि? नेपाली काङ्ग्रेस जिन्दाबाद, नेपाली घन्टीमा। लु है अनि यतिको भयो त लु सकिएको। लु एकचोटि हात मिलाइदिउँ ल। तर पाइँदैन थियो त्यही पनि बोलिदिइहाल्नु ल। थ्याङ्क यू सो मच। हाम्रै युवा पुस्ताको हुनुहुँदो रहेछ यति बेलाको क्रममा मैले यहाँ भेटेको छु। नेपाली काङ्ग्रेस जिन्दाबाद, उहाँले भोट केमा घन्टीमा भन्नुपर्छ नि, त्यहाँबाट हामी बुझिहाल्छौँ। यति बेलाको क्रममा भने हामी यहाँ देख्न सक्छौँ इटारीको मेन चोक हाम्रो यहाँ रोजा चलिरहेको छ। र हाम्रो यहाँ भाइ रहेको छ यहाँ एकदमै हाई गरिरहेको छ। कसैले हामी यसरी होली लगाइरहेका छौँ भने कसैले नलाइकन बस्नु भएको छ। हामी होली नलाउनुको कारण के होला सर? प्लिज एक्चुली केही बोलिदिनु होला मेरो युट्युब च्यानलबाट। ओके क्रिस्चियन हुनुहुन्छ उहाँ भने उहाँले चाहिँ मन नलगाएर नलगाउनु भएको अरे, उहाँले दुईजना लाउनुहुन्न अरे। ओके ठिक छ। हामी यति बेलाको क्रममा कसैले होली लगाइरहेका छौँ, रङहरूको होली चाहिँ हामी आदान प्रदान गरिरहेका छौँ भने कसैले होली लगाउनु भएको छैन। यो हामी देख्न सक्छौँ इटारीको मेन चोकबाट प्रत्यक्ष प्रसारणमा हामी यति बेलाको क्रममा बसिरहेका छौँ। र अहिले हामी भने आर्मी क्याम्पको आसपासमा हामी यति बेला उपलब्ध भइरहेका छौँ। र जति पनि तपाईँ मेरो युट्युब च्यानल हेरेर बसिराख्नु भएका आदरणीय श्रोता तथा दर्शकवृन्दहरू हुनुहुन्छ, कृपया मेरो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिन चाहिँ नभुल्नु होला भन्न चाहन्छु। यति बेलाको क्रममा हामी उपस्थित भइसकेका छौँ इटारीको मेन चोकबाट। र यहाँनिर हामी एउटा देख्न सक्छौँ ग्रुप गइरहेको छ। सकेसम्म म यो ग्रुपलाई भेट्ने कोसिस गर्नेछु। ल हामीले यहाँ फेरि अर्को एउटा ग्रुप भेटेका छौँ यति बेलाको क्रममा भने हाम्रो उहाँहरूले चाहिँ रङ लाउन मान्नु भएको छैन। रङ चाहिँ लगाइराख्नु भयो, तै पनि अब उहाँले मान्नु भएको छैन। ठिक छ, इच्छा विपरीत हामी कसैलाई पनि रङ हामी लगाउने छैनौँ। हामी एकदमै संयमित भएर नेपाल सुरक्षा संयन्त्रले अपनाएका नियमहरू हामी पालना गरेर मात्रै हामी रङहरू चाहिँ लगाउनेछौँ। कोही कसैलाई पनि जबरजस्ती आफ्नो इच्छा विपरीत हामी रङ लगाउने छैनौँ। त्यो पाइँदैन पनि, त्यो नेपालको नियमले अथवा कानुनले पनि त्यो
हामीलाई उपलब्ध गराइदिएको छैन, त्यो छुट दिएको छैन। यति बेलाको हामी देख्न सक्छौँ अगाडिपट्टि एकदमै एउटा ग्रुप हिँडिरहेको अवस्थामा छौँ भने अहिले हामी इटारी मेन चोकलाई छोडेर हामी हलगडातर्फ प्रस्थान गरिरहेका छौँ। मेरो भाइ छ एकदमै ह्यान्डसम भाइ, जेएनजी युवा पुस्ता बिचको हुनुहुन्छ यहाँ, र अङ्गुर बेच्ने एकजना दिदी हुनुहुन्छ, आन्टी हुनुहुन्छ। केही भन्न चाहनुहुन्छ आदरणीय दर्शकबिद? यहाँनिर अङ्गुर बेच्ने इटारीको मेन चोकमा आफ्नो दैनिक गुजारा गर्ने दिदी हुनुहुन्छ यहाँनिरको क्रममा भने अहिले हामी देख्न सकिरहेका छौँ। भोजपुर जाने सायद हापगढी जाने गाडी होला सायद यो। यति बेलाको क्रममा यहाँ आइपुगेको छ भोजपुर जाने गाडी। यहाँ तपाईँले देख्न सक्नुहुन्छ अहिलेको चुनावी माहौल रहेको छ, र सँगसँगै हामी यहाँ देख्न सक्छौँ भोजपुर सङ्खुवासभा, तेह्रथुम, धनकुटा लगायतका जिल्लाहरूमा प्रस्थान गर्नका लागि गाडीहरू यहाँ इटारीको मेन चोकबाट यहाँ लागिरहेको छ भने सँगसँगै हामी त्यसलाई हामी देख्न सक्छौँ। यहाँनिर चाहिँ हामी इभीहरू, विभिन्न इभीहरू तेह्रथुम जिल्ला इटारीबाट तेह्रथुम, त्यस्तै गरेर भोजपुर, धनकुटा, शङ्खसभा लगायतका शुक्रबारे, ओख्रे लगायत लेखिएका गाडीहरू चाहिँ यति बेला सञ्चालनमा रहिरहेका छन्। यहाँ लाइनमा हामी देख्न सक्छौँ र हाम्रो ओख्रे तथा शुक्रबारे जाने गाडीको एकदमै दाइलाई भेटेका छौँ यति बेला। के भन्न चाहनुहुन्छ दाजु मेरो युट्युब च्यानललाई? ल यो एकदम ठिक छ होइन, ह्याप्पी होली सबैजनालाई। ओके ल, थ्याङ्क यू सो मच। उहाँले ह्याप्पी होली भनिदिनु भएको छ। हाम्रो युट्युब च्यानललाई कृपया लाइक, सेयर, सब्सक्राइब तपाईँले जे जानुहुन्छ त्यो सकेसम्म सबै थोक गरिदिनु होला पनि भन्न चाहन्छु यति बेलाको क्रममा। र हामी भोजपुर जाने गाडी तथा शङ्खसभा, खाँदबारी, तेह्रथुम लगायतका जिल्लाहरू, पहाडी जिल्लाहरू, र पर्सि 21 गते हाम्रो चुनाव रहेको छ। त्यो चुनावका लागि यति बेला जाने इटारीवासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्ण व्यक्तिहरू, आदरणीय महानुभावहरू यति बेला पहाडका विभिन्न भेगमा जाने परम्परा रहेको छ। र हाम्रो भाइ आइरहेको छ यहाँनिर अहिले पछाडि भने हामी देख्न सक्छौँ एउटा गाडी आएको छ। फक्तालुङ गाउँपालिकाको एकदमै गाडी आइरहेको अवस्थामा छ र हामी देख्न सक्छौँ यहाँनिर हामी धरान जाने गाडी हामीले भर्खर देख्न सक्छौँ यति बेलाको क्रममा भने। र यो सँगसँगै हामी यहाँ एकजना स्कुटी चलाउने अङ्कललाई, दाजुलाई भेटेका छौँ। केही भनिदिन चाहनुहुन्छ दाजु मेरो युट्युब च्यानल मार्फत? तपाईँले होलीको रङ नलगाउनुको कारण के हो? मन नलागेर। मन नलागेर, ठिक छ, यो आफ्नो इच्छाको कुरा हो। जसले लगाउनु मन लाग्छ उहाँले लगाउनुहुन्छ, मन नलाग्नेले लगाउनुहुन्न र भन्न चाहन्छु यति बेलाको क्रममा। र हामी चाहिँ यहाँ होलीको लागि सेलिब्रेसन गरिरहेका छौँ। हामीले यहाँ विभिन्न ग्रुपहरू, समूहहरू भेटिरहेका छौँ। त्योमध्ये पनि अब विशेष महान चाड होली र दोस्रो महान चाड यहाँ सुरु भइसकेको छ। अब चुनावको माहौल रहेको छ। चुनावको माहौलले गर्दाखेरि यसपालिको होली, तराईको होली खासै रमाइलो त हुन सकेन। रमाइलो त रमाइलो नै छ, त्यसमाथि पनि हामीले एउटा जमघट भेला साथीभाइहरू आदान प्रदान गर्ने यो अवसरहरू भने चाहिँ छुट उपलब्ध गराइदिएको छैन नेपाल सरकारले। यो हामीले सुरक्षा संयन्त्रलाई अपनाउनु पनि पर्ने हुन्छ र उहाँले पनि सुरक्षालाई एकदमै अपनाइदिनु भएको छ। यसको लागि हामी एकदमै नेपाल प्रहरी अथवा नेपाली सुरक्षा संयन्त्रका सम्पूर्ण व्यक्तिहरूमा अथवा सरकारवालाहरू, सम्पूर्ण व्यक्तिहरूमा हामी विशेष आभार व्यक्त गर्दछौँ। यहाँ होली सेलिब्रेसन भइरहेको छ। इटारीको सङ्गीत चोकमा सायद यो के हो पनि यो थाहा छैन मलाई, धुवा निकाल्छ। हाम्रो जेन्जी यसरी निक्लिरहेको छ यहाँ रङहरूको यसरी होली भइरहेको छ। गाइज मेरो युट्युब च्यानललाई लाइभ, सब्सक्राइब, सेयर सबै त गरिदिनु होला। अहिलेको क्रममा हामी देख्न सक्छौँ इटारीको सङ्गीत चोकबाट हामी प्रत्यक्ष लाइभमा बसिरहेका छौँ र एकदमै इटारीको माहौल होलीले तातिएको छ। र यहाँ देख्न सक्नुहुन्छ एउटा ग्रुप यहाँ बसिरहेको छ साथी सङ्गी। हेलो हेलो, के नाम छ यो? टिआर म्युजिकबाट आउँछ है युट्युबमा, युट्युब च्यानलमा ब्लग आउँछ। एकचोटि भरे आउँछ, हेरिदिनु होला है त भरे। लाइभ, सब्सक्राइब, सेयर सबै त गरिदिनु होला, भरे युट्युब गरेर हामी हाल्छौँ। ओके ल, थ्याङ्क यू। हाम्रो जेन्सी युवा पुस्ताहरू हामी यहाँ देख्न सक्छौँ यति बेलाको क्रममा भने। र कोही यता रङ लाउँदै घुमिराख्नु चाहिँ कोही रङ नलाइकन यसरी घुमिराख्नु भएको छ। यसरीको माहौल अहिले तातिएको छ एकदमै, तपाईँले देख्न सक्नुहुन्छ। सिडी सवारीहरूमा रङ लाउने नलाउने सबैजना यति बेलाको क्रममा हुनुहुन्छ र यो माहौल तातिरहेको छ, रङ भइरहेको छ। अब प्रहरीले सुरक्षा संयन्त्र पनि एकदमै अपनाइरहेको छ। अपनाए तापनि हामी नेपालीहरूको महान चाड होली पर्वको शुभकामना आदान प्रदान गर्नका लागि, शुभकामना
सेयर गर्नका लागि यति बेला तपाईँहरू प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ, लाइभमा बसिराख्नु भएको छ। टिकटक लाइभ तथा युट्युब लाइभ हेरेर बस्नुहुने सम्पूर्ण मेरा दर्शक श्रोता अनि आदरणीय महानुभावहरूमा यति बेला हामी एउटा सिटी सफारी दाइसँग भेटेका छौँ। तपाईँ के भन्नुहुन्छ होलीको बारेमा, के भन्न चाहनुहुन्छ? 2 शब्द। ह्याप्पी होली भन्नुहुन्छ। मैले सायद टिका लाउनु भएको छैन, मिलेन होला सायद उहाँले। दोस्रो चाड हो यो, अर्को साल पक्कै उहाँले लगाउनुहुन्छ। अब यो शुभकामना दिनुभएको छ उहाँले। हाम्रो सिटी सफारी चालक दाइ हुनुहुन्छ यति बेलाको क्रममा भने। ल यति बेलाको क्रममा एकदमै यहाँ भिडभाड भइरहेको छ, हामी देख्न सक्छौँ। सवारी आवागमनका लागि एकदमै प्रब्लम समस्या भइरहेको छ र अहिलेको क्रममा भने हामी यहाँ देख्न सक्छौँ धेरै व्यक्तिहरू शुभकामना आदान प्रदान गरेर चाहिँ एकअर्कालाई यो रङहरूको होली हामी नेपालीहरूको महान चाड विशेष बनाउनका लागि उपस्थित हुनुभएको छ। यति बेलाको क्रममा भने हामी सिटी सफारी देख्न सक्छौँ र यहाँनिर चाहिँ एकदमै म्युजिक बजाएर नाच्ने क्रम पनि चलिरहेको छ। ठाउँ ठाउँमा हामीले यसरी देख्न सकिरहेको छ म्युजिक आइरहेको छ। अब भने एकचोटि मेरो युट्युब च्यानलको लागि भोटकेमा घन्टीमा पाइँदैन है आन्टी। अब चाहिँ मौन अवधि सुरु भयो तैपनि अब एकचोटि सबैजनाले भनिदिइहाल्नु भयो। उहाँहरूको लागि एकचोटि जोरदार ताली पक्कै पनि पर्नेछ। तपाईँले लाइक कमेन्ट सेयर सब्सक्राइब सबै त गरिदिनु होला भन्न चाहन्छु। हाम्रा साथीभाइहरू यति बेला उपस्थित हुनुभएको छ यहाँ इटारीको चोकमा। हामी र यति बेला छौँ इटारीको मेन चोक, सङ्गीत चोक तथा गोल चोकमा छौँ। मेरो भाइले मलाई खोजिरहेको छ, मेरो भाइले त खोज्दैछ। यहाँ हाम्रो भाइ भेट भएको छ, एकदमै जेन्जी युवा पुस्ताको एकदमै होनहार व्यक्ति। र यहाँ अब हाम्रो गर्मी बढे सँगसँगै आइसक्रिम खाने परम्परा पनि बढेको छ। आइसक्रिम धेरै बढोस्, यहाँको आइसक्रिम धेरै बिक्री होस् भन्न चाहन्छु। यति बेला आइसक्रिम व्यापारी दाइ हुनुहुन्छ, यति बेला के भन्न चाहनुहुन्छ मेरो युट्युब च्यानलबाट? ह्याप्पी होली भनिदिनु होला एकचोटि। ह्याप्पी होली। ओके ल, थ्याङ्क यू सो मच दाइ। युट्युब च्यानललाई कृपया लाइक सब्सक्राइब सेयर सबै त गरिदिनु होला। अहिलेको क्रममा हामी देखाउँदैछौँ भाइले यहाँ होली सेलिब्रेसन गर्दैछ हाम्रो भाइ रोमान भाइ। र तपाईँ यति बेला हेर्दै हुनुहुन्छ प्रत्यक्ष लाइभ। र हाम्रो एकदमै हाम्रो जेन्जी सायद मैले लाउनु नि होला, मैले रङले छैन। हाम्रो सफलजी हुनुहुन्छ यति बेला क्रममा। हेलो लै लै लै। अब भरे दिपङ्गले हेरेर रिग्रेट गर्नुहुन्छ यो। हेर्नु होला भरे युट्युबमा आउँदैछ है, लाइभ भइरहेछ अहिले। ल हेलो अनि ए ल ल ल यो त पाइएन नि त यार। ल यो भ्लगमा आएको छ यार। क्यामेरा ब्याक गर्छु। युट्युब च्यानल भनेको टिआर म्युजिक आउँछ है, त्यहाँबाट हेर्नु होला। र यति बेला मेरो युट्युब च्यानल प्रो अन टप छ होइन। यदि मेरो फलोवर्सले हेर्दै हुनुहुन्छ भने दाइलाई मेरो फलोवर्स जति दाइकोमा जान्छ। ओके ल, थ्याङ्क यू। 200K छ क्या। ओके ल ल, थ्याङ्क यू। ल यति बेला देख्न सक्नुहुन्छ तपाईँहरू हामी प्रत्यक्ष लाइभमा बसिरहेका छौँ। होलीको माहौल एकदमै तातेको छ इटारी चोकमा। र हाल चाहिँ हामी इटारीको सङ्गीत चोकमा छौँ। यति बेला हुन्छ हाम्रो सिस्टरहरू। हेलो हेलो ह्याप्पी होली। एकचोटि भ्लगमा बोलिदिनु होला। ह्याप्पी होली गाइज। ओके थ्याङ्क यू सो मच। यति बेला हामीसँग हुनुहुन्छ सबैजनाहरू नेपाली इटारीवासी सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू बिचमा हामीले यति बेला होलीको शुभकामना आदान प्रदान गरिरहेको क्रममा छौँ। र यति बेला यहाँ भाइ छ, हाम्रो भाइ एकदमै जेन्जी युवा छ। हाम्रो सुनसरीको जिल्लाबाट जिल्ला खेलाडी, भलिबल खेलाडी भाइ भेट भएको थियो। भर्खरै भागिरहेछ ऊ भोलि लाउनको लागि। हजुर हाम्रो यहाँ सिस्टरले भेट्नु भएको छ यति बेलाको क्रममा। र होइन यो भरे हाम्रो एडिट गरेर आउँछ होला है त। हेलो हेलो गरिदिनु होला मेरो भ्लगको लागि एकचोटि। हेलो हाम्रो सिस्टरले इटारी सङ्गीत चोकबाट हुनुहुन्छ। हजुर म युट्युबमा हाल्छु, प्लस फलो गरिदिनु होला, लाइक सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला, सेयर पनि गरिदिनु होला। ओके तपाईँले सेयर गरिदिनु होला। ओके थ्याङ्क यू सो मच। यति बेला हामी देख्न सक्छौँ सङ्गीत चोक, इटारीको सङ्गीत चोकमा छौँ हामी। र एकदमै माहौल तातिरहेछ, होलीको माहौल तातिरहेछ।
यहाँनिर हुनुहुन्छ हाम्रो एकजना दाई हुनुहुन्छ र सँगसँगै दाई सँगसँगै हाम्रो सिस्टरहरू हुनुहुन्छ। सानो नानी भाग्दै छिन्। हेलो हेलो भागिन नानी भागिन भ्लगमा आउन चाहिनन्। ठिक छ, हामी जबरजस्ती भिडियो गर्दैनौँ। भिडियो नगर्ने क्रममा हामी यहाँनिर छौँ यो बेलाको बसाइमा र देख्न सक्नुहुन्छ तपाईँले यति बेला हाम्रा विशेष गरेर युवा पुस्ता त्योमध्येको पनि जेन्जी युवा पुस्तामा एकदमै यति बेला होली लागिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ यति बेला इटारीको हामी सङ्गीत चोकमा रहेका छौँ र मेरो भाइ हराएको छ अनुहारमा चिन्दिनँ पर आउँदैछ भाइ आइरहेको छ। जाउँ भाइ। हेलो हाल चाहिँ हामी इटारी चोकमा छौँ, यसरी होली खेल्दैछौँ। आज यो चुनावको माहौलले गर्दाखेरि होली राम्रो तरिकाले खेल्न नदिए पनि हामी यसो साथीभाइहरूसँग ह्याप्पी होली होलीको शुभकामना। यता सिस्टरहरू हुनुहुन्छ। हेलो 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 हेलो। उहाँहरू लगाउन मान्नु भएन रङ। ठिक छ, रङ लगाउन मान्नेलाई मात्रै हामी लगाउँदैछौँ। अब यसो अनुहार हेर्ने कसैले लाउनु भएको छ छैन। बेला हुनुहुन्छ यहीँ रङ नलाउने साथीहरू पनि यसरी हुनुहुन्छ। ब्लगर है, ओके ल। साथीभाइहरू हाम्रो यसरी प्रहरीको गाडी पनि यसरी घुमिरहेको छ है, देख्न सक्नुहुन्छ। प्रहरी गाडी, प्रहरीहरूले पनि एकदमै सुरक्षा क्षेत्रलाई एकदमै उ गरेको छ। यति बेलाको क्षणमा तपाईँ देख्न सक्नुहुन्छ हाम्रो साथीभाइहरू यहाँनिर बस्नु भएको छ। हाम्रो साथीभाइहरू एकदम होलीको लागि हुनुहुन्छ। प्रहरी संयन्त्रले एकदमै यति बेला सुरक्षा अपनाइरहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। यति बेला मलाई पनि लगाइदिँदै हुनुहुन्छ उहाँले। कान्तिपुरमा भरे हेर्नु होला कृपया। र यहाँ होलीको धेरै रङहरूको चाड। हाम्रो यहाँ सिस्टरहरू हुनुहुन्छ। हेलो हेलो। उहाँले अनुहार छोप्नु भएको छ, भरे भ्लगमा आउँछु भनेर होला, सायद युट्युबमा आउँछु भनेर होला। भाग्नु भयो, भगाउने उद्देश्य त होइन। मेरो भाइ उहाँ पर छ है, देख्न सक्नुहुन्छ यति बेला मेरो भाइ पर छ। ओके, यहाँ मेरो भाइले यहाँ बोलाएको छ, म चाहिँ जाँदैछु। मेरो भाइहरू छ यहाँनिर छ मेरो भाइहरू। रोमन भाइसँग एकजना सरले भ्लगरमा एकदमै लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला है त। ओके ल। र हामी यति बेला प्रत्यक्ष प्रसारणमा छौँ। इटारीको माहौल, इटारीको अवस्था हामी तपाईँलाई देखाइरहेका छौँ। होलीको माहौलमा, होलीको अवसरमा यहाँ सिस्टरहरू हुन्छ। सायद लाउनु भयो, सायद उहाँहरूलाई हुँदैन होला, त्यही भएर लाउनु भएको छैन। यहाँ जेन्जी भाइहरू यति बेला हामी होलीमा देख्दैछौँ। भ्लगर मेरै भाइ परेछ, विद्यार्थी भाइ परेछ। ल उसलाई लगाइदिइहाल्नु। सन्देश भाइ आएर चाहिँ यति बेला यहाँ हाम्रो ब्राइट फ्युचरको एकदमै युवा पुस्ता जेन्जी। ल ह्याप्पी होली। ल भ्लग बनाउँदै हिँड्दैछौँ है भाइ। ल ओके ल, ह्याप्पी होली। यता मिल्दैन अरे, मिल्दैन, लुक्दै हुनुहुन्छ। हामीले त्यसरी भिडियो गर्न पनि मिल्दैन सायदै। यति बेला क्रममा हुनुहुन्छ यहाँनिर हाम्रो सिस्टरहरू हुनुहुन्छ, सायद अब इटारीबाटै हुनुहुन्छ। हामी इटारीको हामीले प्रत्यक्ष प्रसारणमा छौँ। यो क्रममा इटारीको माहौल देख्न सक्नुहुन्छ तपाईँले यति बेला। भाइ आइपुगेको छ, यो कि अन्डा भुटाएर आएछ, यसले फेरि अन्डा भुटाएर आइपुगेको छ भाइले। इटारीको माहौल यस्तो छ है गाइज। ल गाइज हाम्रो दाइ हुनुहुन्छ बाइकमा, राइडर हुनुहुन्छ। यति बेला भाइले यहाँ होली सेलिब्रेसन गरिरहेका छ इटारीको मेन चोकमा। तपाईँले देख्न सक्नुहुन्छ। हामी बिचमा र गाडीहरूको आवागमन पनि एकदमै, सवारी साधनहरूको आवागमन एकदमै मजबुत रूपमा बढिरहेको छ। र सँगसँगै प्रहरी प्रशासनले पनि एकदमै सुरक्षा संयन्त्रलाई एकदमै मजाले अप्नाइरहेको हामी देख्न सक्छौँ। इटारी मेन चोकमा हामी यति बेला रहेका छौँ। र होली सेलिब्रेसन हामी सम्पूर्ण नेपालीहरूको महान चाड होलीको एकदमै शुभकामना देख्न सक्नुहुन्छ यति बेला क्रममा। र मेरो युट्युब च्यानललाई सबैजनाले मेरो हाई गरिदिनु भएको छ।
कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब सबै त गरिदिनु होला पनि भन्न चाहन्छु। र यति बेला हामी यहाँ उखुका जुस तथा आइसक्रिम लगायतका सम्पूर्ण कुराहरू बिक्री वितरण गर्ने क्रममा हुनुहुन्छ। यति बेला हाम्रो आइसक्रिम बेच्ने दाजुलाई भेटेको छु। तपाईँ के भन्न चाहनुहुन्छ होलीको यो अवसरमा? ह्याप्पी होली भन्न चाहनुभएको छ। मेरो युट्युब च्यानल तपाईँ के भन्न चाहनुहुन्छ? युट्युब च्यानललाई के भन्न चाहनुहुन्छ तपाईँ दाजु? ओके ह्याप्पी होली। उहाँले युट्युब च्यानललाई ह्याप्पी होली मात्रै भन्नुभएको छ। लाउन मिल्नेलाई मात्रै हामी रङ लाउँदैछौँ अहिलेसम्म, नमिल्नेलाई उहाँहरूलाई सोधी हामीले यो रङ लगाइरहेका छौँ। होलीलाई एकदमै संयमित तरिकाले अपनाऊ, होलीलाई संयमित तरिकाले सञ्चालन गरौँ भन्ने हाम्रो उद्देश्यका साथ हुनुहुन्छ। यति बेला हाम्रो यहाँ एकदमै मुकुट लाउनु भएको दाइ भेट्नु भएको छ। यति बेला क्रममा एकचोटि मेरो युट्युब च्यानललाई केही भनिदिनुहुन्छ? सब्सक्राइब गरिदिनु। ओके ल सब्सक्राइब गरिदिनु होला भन्नुभएको छ उहाँले। कृपया सपोर्ट गरिदिनु होला पनि भन्न चाहन्छु। यति बेला क्रममा र म सँगसँगै थाकेको पनि छु र अवश्य भने म यहाँनिर पानी खानेछु। हाम्रो यहाँ अघि हामीले रङ किनेको आन्टी यति बेलाको क्रममा हुनुहुन्छ। हामी प्रत्यक्ष लाइभमा बसिरहेका छौँ। युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण आदरणीय सम्पूर्ण श्रोता तथा दर्शकवृन्दहरू यति बेला क्रममा हामी युट्युब च्यानलबाट हामी बसिरहेका छौँ है त। जति पनि हुनुहुन्छ कृपया होलीलाई सेलिब्रेसन गर्ने। हामी इटारीको मेन चोकको साइडमा त फलफुल पसलको साइडबाट हामी यति बेला लाइभमा बसिरहेका छौँ। र हाम्रो युट्युब च्यानल हेर्नुहुने तथा सँगसँगै फेसबुक पेज हेर्नुहुने, टिकटक पेज हेर्नुहुने सम्पूर्ण महानुभावहरूमा म होलीको एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु। र अब क्रममा भने हामी इटारी चोकलाई छोडेर हामी अब अहिलेको क्रममा भने हामी हलगडा चोकमा जानेछौँ। ओके ल अहिलेलाई बन्द गरौँ है त। अहिलेलाई भने हामी इटारी चोक छोडेर हामी हलगडा चोकलाई अब प्राथमिकता दिनेछौँ। हलगडाको एरियाकोमा पनि कस्तो अवस्था भइरहेको छ हामीले पनि प्रत्यक्ष प्रसारणमा हामी देखाउनेछौँ भन्दै अहिलेलाई मैले हाम्रो युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण दर्शक तथा श्रोतावृन्दहरूमा मैले युट्युब च्यानल बन्द गरेँ। ओके ल ह्याप्पी होली सबैजनालाई है त। चाहिँ यति बेलाको क्रममा सोधी रङ लगाइरहेको छ। नलाउनेलाई जबरजस्ती गरेको छैन उसले। एकदमै संयन्त्र अपनाउनु पर्ने बेला भएको अवस्थामा र यति बेला हुनुहुन्छ यहाँनिर हाम्रो दाईहरू हुनुहुन्छ। जस्तै गरेर हाम्रो पक्कै दाई भाइ हुनुहुन्छ। यति हुनुहुन्न लगाउनुहुन्न उहाँहरूले। र यति बेला क्रममा होली सेलिब्रेसन गर्ने क्रम चलिरहेको छ। इटारीको मेन चोक अहिले हामी गोर्खा डिपार्टमेन्टको छेउमा रहेका छौँ र भाइले होलीलाई एकदमै सोधी होलीको रङ लगाउने क्रममा हामी रहेका छौँ। र तपाईँ यति बेला देख्न सक्नुहुन्छ टिआर म्युजिक युट्युब च्यानलबाट तपाईँहरू प्रत्यक्ष लाइभ हेरिराख्नु भएको छ भने त्यस्तै गरेर फेसबुक पेजबाट पनि तपाईँले लाइभ हेरिराख्नु भएको छ यति बेलाको क्रममा। र तपाईँहरू जति बेला जुन अवस्थामा जसरी हेर्दै हुनुहुन्छ कृपया आफ्नो ठाउँबाट कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई पनि भन्न चाहन्छु। र यति बेला क्रममा हामी देख्न सक्छौँ हामी यहाँ इटारीको गोर्खा गल्लीमा रहेका छौँ। हामी हाम्रो यहाँ विभिन्न सिस्टरहरूलाई सोधेर रङ लाउने क्रम चलिरहेको छ। हाम्रो भाइले रङ लगाइरहेको छ। युट्युब च्यानललाई प्रत्यक्ष हेरेर बस्नुहुने सम्पूर्ण हाम्रा सिस्टरहरू हुनुहुन्छ। इटारीवासी हुनुहुन्छ। भोट हाल्न नगइरहेका चुनावमा भोट हाल्न नगइकन उहाँहरूले चाहिँ होलीको लागि भनेर बसिराख्नु भएको हामी देख्न सक्छौँ यहाँनिर। र सवारी आगमन एकदमै भइरहेको छ। र सँगसँगै हामी यहाँ देख्न सक्छौँ प्रहरी संयन्त्र पनि एकदमै अपनाइरहेको छ। र हामी एउटा ग्रुप भेटेका छौँ यहाँनिर यति बेला क्रममा। हाम्रो सिस्टरहरू हुनुहुन्छ। हेलो गरिदिनु होला एकचोटि है त मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब। नानीको तिमीलाई ह्याप्पी होली नानु, ह्याप्पी होली खै सेम टु भन्नुभएको। ल उहाँ हाम्रो एकदमै नानी हुन्छ। मेरो युट्युब च्यानल आउँछ भरे युट्युब च्यानलमा यो लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होस्। ओके ल कति ज्ञानी हुनुहुँदो रहेछ। हाम्रो सानो नानीलाई भेटेछौँ। हाम्रो साना भाइ बहिनीदेखि लिएर हामी वृद्ध हाम्रा बुबा आमाहरू सबै सम्पूर्ण पुस्तामा यति बेला हामी देख्न सक्छौँ। युट्युब च्यानलबाट हेरिराख्नुभएका सम्पूर्ण हाम्रो मेरो भ्लग हेरेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोता एवं दर्शक वृन्दहरूमा हामी शुभकामना होलीको शुभकामना आदान प्रदान गरिरहेका छौँ। यति बेलाको क्रममा भने
कोही हामी होली लगाएर रमाइरहेको छौँ भने कोही अब बाध्यताले होली नलगाइकन यसरी हिँडिराख्नु भएको छ, हामी यहाँ देख्न सक्छौँ प्रत्यक्ष प्रसारणमा। र यति बेलाको क्रममा मैले एकजना सिटी सफारी चालक दाजुलाई भेटेको छु। दाजु, मेरो युट्युब च्यानललाई केही भनिदिन चाहनुहुन्छ होलीको अवसरमा? के भन्नु होलीको अवसरमा? होलीको अवसरमा केही 2 शब्द तपाईँको तर्फबाट? उहाँले रङ लगाउनु भएको छैन, होलीको शुभकामना मलाई दिनुभएको छ, तर मेरो तर्फबाट सबै मेरो युट्युब च्यानल हेरेर बस्नु सम्पूर्णको लागि उहाँले दिनुभएको हो, यो म बुझ्छु। उहाँहरूले दिनुभएको छ र हाम्रो भाइले यहाँनिर लगाइरहेको छ यति बेलाको क्रममा भने होलीको शुभकामना आदान प्रदान गरिरहेको दिदीहरूलाई चाहिँ यति बेला रङ लगाएर शुभकामना आदान प्रदान भइरहेको छ। म प्रत्यक्ष प्रसारण यहाँलाई देखाउन सक्छु। र सँगसँगै हामी इटारीको यो मेन चोकमा यति बेला हामी रहेका छौँ र एकदमै सवारी आवागमन भने एकदमै बाक्लिन थालेको छ। अहिलेको क्रममा प्रहरी संयन्त्रले एकदमै सुरक्षा अपनाए तापनि सँगसँगै सुरक्षालाई पनि मध्यनजर गर्दै अहिलेका युवा पुस्ताहरू एकदमै जोसिलो जाँगरिलोका साथ यति बेला लागि परिराख्नु भएको छ। र हामीसँग प्रत्यक्ष प्रसारणमा जोडिनुहुने सम्पूर्ण आदरणीय श्रोता एन्ड दर्शक वृन्दहरूमा म होलीको विशेष शुभकामना दिन चाहन्छु। यति बेला हाम्रो यहाँ केही सिस्टरहरू जानुभएको छ, फिर्केर हेरिदिनु भयो उहाँले, यसका लागि एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र इटरीबाट धरान जाने सम्पूर्ण होली खेल्ने नेपाली आमा बुवा दाजु तथा दिदीबहिनीहरू पनि एकदमै हुनुहुन्छ। र इटारीबाट धरान जाने गाडी लागिरहेको छ यति बेलाको क्रममा भने यहाँ सरर लागेको छ। एकचोटि होलीको गीत बजेको छ यहाँनिर भर्खरै मात्रै हामी यहाँ देख्न सक्छौँ। इटारीमा एकदमै टेम्पो चालकलाई भेटेको छु र म्युजिक बजिरहेको छ। एकचोटि मेरो युट्युब च्यानलको लागि तपाईँ के भनिदिन चाहनुहुन्छ? ओके, थ्याङ्क यू सो मच। ओके, थ्याङ्क यू सो मच। अब 21 चुनाव छ, चुनावको लागि राम्रो मान्छेलाई चुन्नु होला। अब चुनावको प्रचार विश्वासको लागि ओके, यहाँनिर म्युजिक बजिरहेको छ हामी देख्न सक्छौँ। त्यही पनि यसपालि हामीले अब पोहोर चाहिँ हामीले रमाइलो तरिकाले युट्युबमा मनाएका थियौँ। हामीले इटारी चोकमा हामीले चुनावको माहौल नभएको कारणले गर्दाखेरि पोहोर चाहिँ हामीले होली राम्रो तरिकाले मनाएको थियौँ इटारी चोकमा भने यसपालिको क्रममा भने चाहिँ अब चुनावको माहौलले गर्दाखेरि हामीले यहाँनिर होली राम्ररी मनाउन सकिरहेका छैनौँ। र यति बेला हामी देख्न सक्छौँ विभिन्न व्यक्तिहरू। मेरो भाइ यहाँनिर कुद्दै आएको छ, खोइ के भएको नि। अब एकदमै हामी चाहिँ एकदमै दौडधुपमा छौँ यति बेलाको होलीको क्रममा भने तपाईँले देख्न सक्नुहुन्छ। यति बेला इटारीको चोकमा एकदमै माहौल बढेको छ अहिलेको क्रममा भने। मेरो भाइले यहाँ मलाई तान्दै लिएर आएको छ फोटो खिच्नका लागि। अब हेरौँ अब क्रममा भने के हुन्छ। एकदमै गाडीहरू चाहिँ बाक्लिरहेको अवस्था छ, कृपया मलाई रोकिदिनु होला भन्न चाहन्छु। र अहिलेको क्रममा भने मेरो भाइले यहाँ खोइ के भयो भनेर कुदाउँदैछ। किन कुदाएको मलाई थाहा छैन किन कुदाएको यो भाइले। अब कुदाउँदैछ भाइले, किन कुदाएको ए उसको यहाँ साथीभाइहरू भेट भएर छ यहाँनिर, त्यही भएर चाहिँ उसले मलाई यहाँ फोटो खिच्नको लागि कुदाएर लिएर आएको रहेछ। यहाँनिर फोटो खिच्नको लागि बोलाएको रहेछ है त भाइले चाहिँ मलाई। र त्यसै गरेर तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ उखु व्यापारी दाइहरूको पनि एकदमै उखुको बिक्री भइरहेछ। गर्मी बढे सँगसँगै उखु खानेहरूको पनि चहल पहल धेरै भइरहेको छ। र सँगसँगै हामी विभिन्न जुसहरू देख्न सक्छौँ, भुइँकटर लगायतका हामी वाटरमेलन पनि देख्न सक्छौँ यति बेला। र यहाँ आन्टी हुनुहुन्छ। हेलो आन्टी, मेरो युट्युब च्यानललाई केही भनिदिनुहुन्छ तपाईँ? केही चाहनुहुन्छ होलीको अवसरमा? आन्टी बोल्न चाहनु भएन, ठिकै छ। हामी देख्न सक्छौँ यति बेलाको क्रममा हामी आइसक्रिम बेच्ने दाईसँग यति बेला प्रत्यक्ष प्रसारणबाट लाइभमा बसिरहेका छौँ। आइसक्रिम बेच्ने दाजु हुनुहुन्छ हामीसँग यति बेलाको क्रममा। के भन्न चाहनुहुन्छ दाजु होलीको बारेमा? ह्याप्पी होली। ओके, थ्याङ्क यू सो मच। यसलाई एकचोटि गुड गरिदिनु होला। ओके ल, थ्याङ्क यू सो मच। हामी प्रत्यक्ष लाइभबाट हामी बसिरहेका छौँ। इटारीको माहौल यस्तो देखिरहनु भएको छ तपाईँले। र हाम्रो कान्तिपुरका संवाददाता यति बेला हुनुहुन्छ, उहाँले होली सेलिब्रेसन गरिरहनु भएको छ। कृपया हामी प्रत्यक्ष लाइभमा बसिरहेका छौँ कान्तिपुर टेलिभिजन प्लस, त्यस्तै गरेर टिआर म्युजिक युट्युब च्यानलबाट तपाईँले हेर्न सक्नुहुन्छ। कृपया हाम्रो युट्युब च्यानललाई लाइक, सब्सक्राइब, सेयर, कमेन्ट सबै थोक गरिदिनु होला भन्न चाहन्छु म है त। अहिलेको क्रममा हामी देख्न सक्छौँ यहाँनिर
एउटा ग्रुप छुट्टै ग्रुप छ यहाँनिर बसिरहेको छ यहाँनिर हाम्रा साथीभाइहरू यसरी होलीलाई सेलिब्रेसन गरिदिनु भएको छ नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सबैजना हाम्रो एकदमै ह्यान्डसम सोल्टी भेट्नु भएको छ अब यहाँ हुनुहुन्छ मेरो युट्युब च्यानललाई केही भनिदिनुहुन्छ एकचोटि लाइक शेयर सब्स्क्राइब गरिदिनु होला ओके थ्याङ्क यू सपोर्ट गरिदिनु होला सपोर्ट गरिदिनु होला यति बेला हुनुहुन्छ हामी क्रममा चाहिँ हामी सङ्गीत चौकको छेउमा चाहिँ इटारी बासी सम्पूर्ण नेपाली आमा दाजुभाइ तथा दिदीबहिनीहरू बिचमा होलीको सेलिब्रेसन भइरहेको क्रम छ यति बेला देख्न सक्नुहुन्छ यहाँनिर हामी विभिन्न कपडाहरू पनि हामी बिक्री वितरण गरेको हामी देख्न सक्छौँ यति बेलाको क्रममा ओके थ्याङ्क यू सो मच भन्न चाहन्छु सम्पूर्ण मेरा आदरणीय दर्शक तथा श्रोताबिनहरूमा र